नेपाली भलिबल लभर हेरेर साथ दिनुभएको सबैजनामा सबैभन्दा पहिले धन्यवाद टक्राउन चाहन्छौँ। भिडियो सुरु गर्न अगाडि सबैजनालाई पेजलाई फलो और भिडियोलाई लाइक गरेर साथ दिनुहुन अनुरोध गर्दछु। 30 अगस्त 2005 मा रुकुममा जन्म लिएकी थिइन् प्रगतिनाथले। रुकुम विकट जिल्लामा भए पनि खेलकुद त्यसमा पनि भलिबलमा निकै गहिरो रुचि राख्ने जिल्ला पर्दछ। प्रगतिनाथको लागि गाउँमा हुने यिनै स्थानीय खेलहरू नै सुरुवाती प्रेरणा र लगावको स्रोत बन्न पुग्यो। प्रगतिनाथको पारिवारिक पृष्ठभूमि भलिबलसँग जोडिएको छ। उनी न्यू डायमन्ड स्पोर्ट्स क्लबकी पूर्व कप्तान तथा हालकी सहायक प्रशिक्षक ललिनानाथकी बहिनी पर्दछिन्। प्रगतिनाथको खेल जीवनमा सबैभन्दा ठुलो मोड त्यति बेला आयो जब न्यू डायमन्डका प्रशिक्षक कुमार राई भलिबल खेलको सिलसिलामा रुकुम जिल्ला पुगेका थिए। राईले प्रगतिको प्रतिभालाई तुरुन्तै पहिचान गरेर प्रगतिलाई खेल सिकाउन न्यू डायमन्ड स्पोर्ट्स क्लबमा लग्नु पर्यो भनेर सल्लाह राखे। परिवारको सदस्य पहिले नै क्लबमा भएकाले घरबाट पनि सहज स्वीकृति मिल्यो। त्यति बेला प्रगति जम्मा 14 वर्षकी थिइन्। त्यहाँबाट प्रगतिनाथको भलिबल यात्रामा नयाँ अध्याय सुरुवात भयो। सुरुवाती दिनहरूमा उनले स्पाइकरको रूपमा खेल्ने गर्दथिन्, तर न्यू डायमन्डकी प्रमुख सेटर र राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाहीले क्लब छाडेपछि क्लबमा सेटरको अभाव देखियो। प्रशिक्षक कुमार राईले प्रगतिको बल नियन्त्रण र सोच्ने क्षमतालाई आकलन गरेर स्पाइकरबाट सेटरमा चेन्ज गर्ने महत्त्वपूर्ण निर्णय गरे। अहिले आएर उनको यो निर्णय एकदमै सही साबित हुँदै गएको छ। प्रगतिनाथको लागि सन् 2023 मा सम्पन्न भएको 6th KNP न्युरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा 5 पटकसम्मको च्याम्पियन नेपाल पुलिस क्लबलाई पराजित गर्दै ऐतिहासिक जित निकाल्न सफल भयो। यस प्रतियोगितामा प्रगतिले प्लेयर अफ द म्याच र बेस्ट सेटरको उपाधि जितेकी थिइन्। यसका साथै 9th NBA भलिबल च्याम्पियनसिपमा साबिक विजेता नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गरेर उपाधि हासिल गर्दा प्रगतिले पुनः बेस्ट सेटरको व्यक्तिगत अवार्ड जितेकी थिइन्। 2023 मा नेपालले आयोजना कावा भलिबल च्यालेन्ज कपबाट नेसनल टिममा डेब्यू गरेकी थिइन् र 2024 खावा वुमेन भलिबल नेसन लिगमा भारतलाई पराजित गर्दा पनि प्रगतिको खेल एकदमै प्रभावकारी रहन पुगेको थियो। व्यावसायिक रूपमा सुरु भएको EWVL एभरेस्ट वुमेन भलिबल लिगमा गण्डकी थन्डर्समा सेटरको रूपमा आबद्ध भइन्। 2025 मा EWVL मा भने कप्तानको रूपमा पोखरा निन्जासले अनुमोदन गरेको थियो। नेपालका अनुभवी खेलाडी प्रतिभा माली, अरुणा शाही, सरस्वती चौधरी व्यक्तिगत भविष्यलाई हेरेर विदेश पलायन हुँदै गर्दा प्रगतिमाथि अझै जिम्मेवारी थपिएको छ। प्रगतिनाथ केवल मैदानमा मात्र उत्कृष्ट नभएर अनुशासित विद्यार्थी र पाठक पनि हुन्। उनलाई महाकवि देवकोटाको मुनामदन मन पर्दछ, साथै एक चिहान उपन्यास र त्यसकी पात्र नानी थकु पनि निकै मनपर्छ। प्रगतिनाथले 17-18 वर्ष पुग्दा नै यति धेरै उपलब्धिहरू पाइसकेकी छिन्। नेपालले आगामी दिनमा खेल्ने हरेक खेलमा प्रगतिको भूमिका उत्तिकै महत्त्वपूर्ण रहन्छ। नेपाली भलिबलमा प्रगतिको उज्जवल भविष्यको कामना गर्दछौँ। यति बेलासम्म भिडियो हेरिदिनु भएकामा सबैलाई धन्यवाद र आगामी दिनमा कुनै पनि खेलाडीको बारेमा तपाईहरू जान्न चाहनुहुन्छ भने कमेन्ट गर्नुहोला। हामी उहाँको बारेमा भिडियो तयार गर्नेछौँ। धन्यवाद।